यति बेला म पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर 1 मा रहेको सिद्धेश्वरी मावि सुर्के नागीको मतदान केन्द्रमा पुगेको छु र यस श्री सिद्धेश्वरी मावि सुर्के नागी मतदान केन्द्रमा मतदान केन्द्र निर्माण अथवा बुथ निर्माण लगायतको सम्पूर्ण कार्यहरू पुरा भइसकेको छ र यसै विषयमा जानकारी थोरै म यस मतदान केन्द्रमा खटिएर आउनुभएका मतदान अधिकृत नरेन्द्र हाङ जवेगीसँग थोरै कुराकानी गर्न गइरहेको छु। सर्वप्रथम त मतदान अधिकृतज्यूलाई म हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद दीपक सर। के छ यो सिद्धेश्वरी मावि सुर्के नागी मतदान केन्द्रमा यो बुथ निर्माण लगायत मतदानको लागि तयारीको अवस्था कस्तो छ जानकारी गराइदिनुहोस् न। सर्वप्रथम त ठुलो आवाजमा त्यसपछि धन्यवाद पनि दीपक सरलाई। म चाहिँ नरेन्द्र हाङ जवेगु सुर्के नागी माध्यमिक विद्यालय फाल्गुनन्द 1 को मतदान अधिकृत। हाम्रो भोलि हुने निर्वाचनको लागि भोलि हुने मतदानको लागि सम्पूर्ण कार्यहरू पुरा भइसकेको छ। जस्तै हामीले अब यस सुर्के नागीमा जम्मी 943 जना मतदाता रहेका छन्, जसमध्ये 435 जना महिला, 508 जना पुरुष रहेका छन्। यसमध्ये अब हामीले सम्पूर्ण कार्ययोजनाहरू समापन गरिसकेको छौँ। अनि के छ सर, यहाँ कतिजनाको टोली हुनुहुन्छ कर्मचारी सुरक्षाकर्मी लगायत, यो पनि जानकारी गराइदिनुहोस् न। हामी जम्मी म लगायत मतदान अधिकृत लगायत सहायक सर गरेर 6 जना कर्मचारी हुन्छ। त्यसपछि सुरक्षाकर्मीको सरहरू 9 जना हुनुहुन्छ। त्यसो गर्दा भोलि हुने मतदानको लागि चाहिँ सम्पूर्ण तयारी पुरा भयो। हजुर, सम्पूर्ण योजनाहरू पुरा भइसकेको छ। अब लगभग हामीले 95% सुरु मतदान अब सुचारू गर्न मात्रै बाँकी रहेको छ। लगभग हामीले पुरा गरिसकेका छौँ। हस्, धन्यवाद। ल, थ्याङ्क यू दीपक सर।